म जनक साउद सदा चाहिँ हामीले विभिन्न ठाउँहरूमा गएर अवलोकन गरेर त्यहाँको बारेमा विस्तृत रूपमा जानकारी लिएर हजुरहरूको माझ आउने गरेका छौँ। त्यसै गरी हामी हिजो काठमाडौँबाट नजिकै ललितपुरबाट नजिकै रहेको कोटडाँडा भन्ने ठाउँमा आइपुगेका छौँ र यहाँको रिसोर्टमा आएको छु र यहाँको रिसोर्टको सञ्चालक हुनुहुन्छ। नमस्कार, हजुरको परिचय पाउँ। हजुर, कति भयो यो समय जुन हजुरले हिजो आयौँ हामी होइन? यहाँको इन्भाइरोमेन्ट, यहाँको खाना, यहाँको बस्ने बास एकदम रमाइलो लाग्यो होइन? कति वर्ष भयो यो गरेको मिहिनेत? हामीले गरेको यो 6-7 वर्षै भयो। हजुर, अब यो होमस्टेहरू पहिला चाहिँ सानो खुल्ने भनेर गर्दा थियो। अब माफ हुँदै गयो सबै। अब आउँदाखेरि अब बस्ने दिनहरू चाहिन्छ यताउता भन्दा सानो कटेजहरू बनाएको पहिला गर्दा अहिले बटुकारी बनाएर राम्रै चलिरहेको छ। हजुर, एउटा महिला मान्छे यसरी आँट गरिराख्नु भएको छ होइन? त्यो लामो समयदेखि गरिराख्नु भएको रहेछ होइन? कस्तो एउटा कस्टमरहरू जुन हजुरको माझ खानालाई बस्नलाई यहाँ नाइट स्टेको लागि आइराख्नु भएको छ होइन? कस्तो फिडब्याक, कस्तो खुसी छ हजुरले यो गर्न पाउँदा, या भन्ने खालको कस्तो पाइराख्नु भएको छ? जे सब अहिलेसम्म त हामी खुसी नै छौँ। सबैजना आउनुभएको कस्टमरहरूले चाहिँ अब यहाँ चाहिँ अर्ग्यानिक आफ्नै घरमा बसेर खाएको जस्तो एकदम मिठो, अब त्यही हामीलाई सबभन्दा ठुलो त्यही खुसी छ। अब सकेसम्म हामीले चाहिँ अर्ग्यानिकै अब घरकै तरकारीहरू, सागहरू, दही दुधहरू पनि अब घरकै युज गर्छौँ। हामीले पायौँ, त्यो पायौँ, हजुरले भने जस्तै पायौँ त्यसरी युज गर्छौँ। अब प्रायः जस्तो अब लोकल कुखुरा, अब खसीहरू सिँगै काटेर खानु चाहिँ आउनुहुन्छ। त्यो पनि अब हामीले अब आफ्नो यही गाउँघरकै लिएर देखाएर काटेर पनि खाइदिइरहेको छौँ। अब कालिजहरू भन्नुहुन्छ, कालिजहरू पनि लगाएको हुन्छ, त्यो पनि कालिजहरू लिएर हजुरले सबै एभाइलेबल गर्नुहुन्छ कस्टमरहरूले भनेअनुसार गरिदिन्छौँ। अब कालिजहरूको लागि, अब खसीहरूको लागि चाहिँ अब 1-2 घन्टा अगाडि खबर गरिदिँदै चाहिँ हामीले अब त्यो तरकारीहरू हजुरको लोकल लोकल सागहरू, अब काउली साउलीहरू सबै बन्दाहरू सबै यहीँबाटै युज गरियो। जसरी हामीले हिजो देख्यौँ होइन, खानाहरू खायौँ, सबै कुराहरू हजुरले भने जस्तै पनि भयो, म अघि पनि भनिसकेँ होइन? तर तपाईँहरू यो फ्यामिली एउटा नै गरिराख्नु भयो हो? अहिलेसम्म त हामीले फ्यामिली गरिरहेछौँ। हामीले 200 जनासम्मको पिकनिकहरू गर्छौँ। त्यो बेला चाहिँ अब 2जना स्टाफहरू साइडको लागि ल्याउँछौँ। ल्याउनु चाहिँ 200 जनासम्मलाई त हामीले सक्दैनौँ होइन, 4-5 जनाले। अब यो जाडो महिनामा चाहिँ पिकनिकहरू पनि धेरै जान्छ हाम्रो। हप्तामै हुन्छ, कहिले हप्तामा 3 ग्रुप पनि भइदिन्छ। त्यसको लागि त हामीले 1-2 जना मगाउनु पर्ने नै हुन्छ। हजुरले एउटा फ्यामिलीहरूबाट कस्तो सपोर्ट पाइराख्नु भएको छ? धेरै अब अहिलेसम्म हाम्रो दाइ अनि अब आफ्नो श्रीमान, अब म भान्जा नि हुन्छ। उहाँहरू अहिलेसम्म चाहिँ 4 जनाले गर्छौँ। अब 40-50 जनासम्म हुन्छ। अब हामी सबैले सकिहाल्छ। हजुरलाई कुकिङ पनि आउँछ? मै हो बढी गर्ने। राम्रो रहेछ त्यो। बढी मै नै हो। अब 50-60-200 जनाकोसम्म आउँदा पनि अब खेल्छौँ भयो भने। अनि सरले पनि गर्नुहुन्छ? सबै गर्नुहुन्छ। हामी 4 जनाले चाहिँ अब किचनको काम चाहिँ छोड्दैन। अब अरूहरूलाई बाहिरको लागेको पनि किचनको लागि चाहिँ हामी आफ्नै हातले नै बनाएर खाइदिने हो। नेपालमा बसेर सङ्घर्ष गरेर मिहिनेत यस्तो छ हजुरहरूले अहिलेको समयमा, जुन हजुरले यसरी एउटा होमस्टे, एउटा पिकनिक स्पोट पनि एउटा यस्तो डाँडोमा होइन, हामीले हिजो फोटोहरू लियौँ, भिडियोहरू लियौँ। यहाँको एउटा रमाइलो एउटा हुन्छ नि, मान्छेलाई जब अफिस कामको हरेक हुन्छ होइन, कता जाने भन्ने कुरा एउटा सोच हुन्छ र उनीहरूको लागि एउटा नजिकै 1-1.5 घन्टा 2 घन्टाको डिस्टेन्समा यति राम्रो यो ललितपुरको यो गोदावरीको अपोजिटमा र ललितपुरबाट त नजिकै र काठमाडौँ पनि नजिकै लाग्यो हामी हिजो आउँदाखेरि पनि बाटोमा होइन। तर यहाँको जुन यो हावा पानी यो जङ्गलको बिचमा छ, एकदम रमाइलो लाग्यो र हामीलाई खुसी लाग्यो। र अरूलाई जसरी हजुरले के सन्देश दिन चाहनुहुन्छ? हजुर यसरी जुन काठमाडौँ भ्याली नदेखेको मान्छेहरूले अब के तपाईँहरूको तर्फबाट के छ सन्देश? अब उहाँहरूलाई अब हाम्रो प्रायः जस्तो एडभर्टाइज गराएको छैन। हामीले अब अहिले हजुर आउनुभयो, हजुरले अरूलाई एडभर्टाइज गर्नुहुन्छ, त्यस्तै मात्रै आइरहनु भएको छ अहिलेसम्म। अब फलानाले पठाउनु भएको, पहिला उहाँहरूले पठाउनु भएको भनेर उहाँकैबाटै हाम्रो पहिल्यैदेखि त्यसरी अब धेरै हामीले एडभर्टाइजै गरेकै छैन भने नि भयो। त्यस्तैबाट भइरहेको छ। अब सबैलाई अब काठमाडौँबाट आउनु हुनेहरूलाई अब स्वागत छ होइन। अब
टाढा टाढा भयो भने आउनलाई अलिकति समस्या भयो भने यहाँ आएपछि आनन्द आनन्द छ हामीलाई पनि धेरै त्यही आनन्द लाग्यो होइन? होइन त्यही कारणले पनि हामीले हजुरको मनमा के छ कसरी चालन गरिराख्नु भएको रहेछ राम्रै देखेर त गरे होइन नराम्रो भएको भए सायद गर्थेन होला होइन यो चाहिँ कस्तो भने र नेपालमा बसेर यति सङ्घर्ष गरेर यति मिहिनेत गरेर हजुरले यहाँसम्म पुग्नु भएको छ तपाईँलाई सफलताको कामना पनि छ फेरि राम्रो गर्नु होला मेन भनेको कस्टमरहरू ह्याप्पी हुनु पर्यो खुसी हुनु पर्यो आएर एकचोटि बसिसकेपछि सदा एउटा टाइम मिलाएर आउने माहौल बनाउनु पर्छ हजुरहरूको व्यवस्था है र अहिलेसम्म चाहिँ त्यस्तै भइरहेछ अब उहाँ कहाँ कहाँदेखि आउनुहुन्छ कि अब बालाजीदेखि अब कता अब मरै पिकनिकहरू पनि फलानाले भन्नुभएको उताबाट आएको हामी यो मार्फत आएको तर उहाँहरूले भने जस्तो नि तर धेरै राम्रो भयो हामीले सोचे भन्दा धेरै राम्रो भएर अहिलेसम्म पिकनिक आउनु भन्नेहरू पनि एकदम खुसी भएर यहाँको माहौल पनि राम्रो मान्यो हामीले बिहानदेखि हेर्दाखेरि हामीले जुन नाइट पनि मान्छेहरू कमै थियो होइन अरू टिमहरू पनि आएर बसिराख्नु भएको थियो होइन तर त्यही टिमलाई पनि तपाईँहरूले खानाको व्यवस्था प्याजहरूले गर्नुभएको थियो त्यसमा हामी पनि पऱ्यौँ होइन हाम्रो पनि एउटा टिम आएको थियो ठुलै टिम आएको थियो हामीले पनि खायौँ यहाँको खानाहरू एकदम रमाइलो छ राम्रो छ र हाइजेनिक छ र एउटा टेस्टी जुन छ नि पाउनुपर्ने जुन हामीले यहाँ आएर खाना के खोजिरहेको थियौँ र बस्नु के पाएको थियौँ हाम्रो ठाउँ कस्तो चाहिरहेको थियो हामीले पायौँ पक्कै पनि दर्शकहरू हजुरहरूले पनि यस्तो ठाउँ चाहिएको छ भने हामीले यसमा नम्बर पनि राखिदिएका हुन्छौँ यो रहेको छ ललितपुरको तपाईँ गोदावरीको अपोजिटमा के डाँडो कोट डाँडा यो कोट डाँडा कोट डाँडा भन्ने ठाउँ कोट डाँडा भन्ने ठाउँमा छ यो रिसोर्टको नामहरू पनि हामी राखिदिनेछौँ उहाँ सञ्चालक म्यामसँग हामीले कुरा गऱ्यौँ रमाइलो लाग्यो र हामी ह्याप्पी छौँ तपाईँहरू पनि आउनुहोला एकदम रमाइलो छ यहाँ लोकल खानाहरू पाउँछ लोकल कुराहरू पाउँछ तपाईँहरूले भने जस्तो ठुलो पार्टीहरू गर्न सक्नुहुन्छ भने खसी काटेर पनि तपाईँहरूको इन्जोय गर्न सक्नुहुन्छ यहाँ सबै कुराहरू उहाँले पोसिबल गर्नुहुन्छ दोस्रो नयाँ कुरा के छ राम्रो कुरा के छ उहाँ सञ्चालक आफै कुकको पनि काम गर्नुहुन्छ उहाँले मिठो खाना पकाउनुहुन्छ हामीलाई मिठो खाना बनाएर खुवाउनु भएको छ हजुरहरू पनि आउनु होला धन्यवाद नमस्कार हजुरलाई धन्यवाद।